जति खाए पनि निको नहुने खालको साथीहरू हामीलाई कस्तो दीर्घ रोग लाग्यो यही औषधिसँग मिलाएर बाँच्नु परेछ पहिलेसम्म हामीले भोग गर्नुपर्ने निश्चित छैन बिहान खान पाएपछि ध्यान दिनुपर्छ औषधि खाइयो खाइएन सकियो सकिएन हामी त्यो पीडितमा रहँदाखेरि हाम्रो व्यवहारिक उसमा कति असर पर्छ होला तपाईँहरूलाई मलाई यसमा यो कुराले धेरै चिन्तित लाग्छ हो साथी हो हामीलाई यस्तै रोग लागेको छ मलाई पनि लागेको छ यो रोगले गर्दाखेरि परिवारमा घरबारमा सबैमा औषधि खानुपर्ने कुन टाइम कति बेला खाने कतिखेर मिलाएर खाने भन्ने टेन्सन छ यसैले गर्दा म त धेरै हामी सबैलाई लागेको छ म चाहिँ धेरै पिरमा परेको छु मर्कामा परेको छु साह्रै चित्त दुख्छ मलाई चाहिँ साह्रै पिर लागेको छ मलाई चाहिँ साह्रै थकित भइसकेको छु म यो साथी हो कति दिन खाँदा खाँदै अब नर्मसै भयो नखाँदा पनि हुँदैन जिन्दगी जसरी भए पनि खाएर टेवा लाउनु छ के गर्नु यस्तै रहेछ आफ्नो कर्म यस्तै छ साथी हो जिन्दगी औषधिको भरमा चलिरहेको छ तर अब हेर्दै जाउँ खाँदै जाउँ कति दिनसम्म चल्छ यस्तै रहेछ संसार बाँध्न त मनै लाग्छ नि जति भए पनि त्यसैले त साथी हो यो औषधि हामीले खाएपछि हरेक रोगलाई सुगर प्रेसरलाई हामीले नियन्त्रण गर्न सक्छौँ र आज यसरी बाँचिएका छौँ साथी हो रोग त लाग्छ नि सबैलाई कोलेस्ट्रल र प्रेसरको मेरो पनि छ पहिले सम्झिँदा त धिक्कार गोली खाएर बाँच्नु जस्तो लाग्थ्यो तर आजभोलि हेर्दा त 15 वर्षको नानीहरूलाई प्रेसर 16 वर्षकोलाई सुगर र यो चाहिँ एउटा औषधिले जीवनै लियो बाँच्नु भन्ने आधार भयो र अहिले हामी यो गोली खाएर चाहिँ रमाउन पाएका छौँ हिँडुल गर्न पाएका अब के गर्नु हो साथी हो मलाई त रक्तचापको पनि छ सुगर पनि छ चिनिया रोग सब खाएर खै बाँचेकै छ त्यो 2-3वटा रोग छन् मलाई दबाई खान्छु दिनको 5वटा 6वटा सुगर प्रेसर भनेर अनि खानामा डाइटमा मैले अलिक कम गर्छु र बाँचेकै छ हिँडेकै छ यस्तो कुरा नगरौँ है साथी हो म त 16 वर्ष भयो है मधुमेहको औषधि खाएको टेन्सन नमान्नु खानै पर्छ बाँच्नुको लागि सुरुमा चाहिँ साह्रै दिक्क लाग्थ्यो औषधि खाँदा अहिले चाहिँ यो औषधिले बचायो नाति नातिना घर परिवारसँग बाँच्नु रमाउनु पाएको छु साथी हो नमस्कार भेला कस्तो हुँदैछ त भेलाको कुरा चाहिँ अब दीर्घ रोगीले औषधिको यो नसर्ने रोग भनेको चाहिँ हामीले अब नियन्त्रण मात्रै गर्न सक्छौँ नि त यसलाई अब अन्त्य नै गर्न सक्दैनौँ होइन अब नियमित औषधिहरू खानुपर्छ र अब अर्को कुरा भनेको चाहिँ हामीले नियमित औषधि खाँदा पनि वर्षमा एकचोटि चाहिँ जसरी पनि हेल्थ चेकअपहरू गराउन जानुपर्छ भयो भने अब 6-6 महिना पनि जान सकिन्छ अथवा अलिक हामी चाहिँ अलिकति टाढै छौँ नि त सेवा सुविधाको लागि त्यही भएर अलिकति वर्षमा एकचोटि चाहिँ सबैजना चेकअप गराउन जानुपर्छ किनभने अस्ति भर्खरै एकजना आमा औषधि खाँदै हुनुहुन्थ्यो होइन उहाँको चाहिँ बोली नै रोकिएको छ तपाईँहरूलाई कतिजनालाई थाहा छ होला है अनि त्यही भएर वर्षमा एकचोटि चाहिँ चेकअप गराउन जानुपर्छ अनि सुगरको रोगीले त महिनै पछि चेकअप गराउनु नै हुन्छ गराउनुहुन्छ नि तपाईँहरू अनि हामीले सकारात्मक सोच राख्नु पर्यो होइन त्यो चाहिँ हाम्रो स्वास्थ्यको लागि धेरै राम्रो कुरा हो र बिहान अब योगा त तपाईँहरूले गर्नु नै हुन्छ होइन योगा गर्नु पर्यो व्यायामहरू गर्नु पर्यो है अनि धेरै नुन खानु भएन धेरै चिज खानु भएन होइन अनि बाहिरको जङ्क फुडहरू खानु भएन यो खानेकुराको बारेमा त हामीले छलफल गरिसकेका छौँ होइन एकदम राम्रो रहेछ प्रेसर चाहिँ है तपाईँको यो अब नलाइकन खाना खानै यहाँ के अरे पाइँदैन अब रोग लागेपछि
यस्तै समस्या हुँदो रहेछ अब के गर्नु रहौ सुई लगाएर बाँच्नु छ धन्यवाद तपाईँहरूलाई